धेरै श्रद्धा भक्ति। ओम नमः शिवाय हजुर। ओम नमः शिवाय। ओम नमः शिवाय हजुर। ओम नमः शिवाय। म पूर्व नेता सोलुखुम्बु देवसरने आठबाट बोल्दैछु गुरु। मैले धेरै दिन गुरुसँग बोल्नुको लागि मैले प्रतीक्षा गरेँ, बोल्ने कुनै मिलेन र अहिले आज भर्खर पो यहाँ सम्पर्क भयो। हो, सोलुखुम्बुबाट हजुरको शुभ नाम के भन्नुभयो? म सोलुखुम्बु देवसरने बस्ने 8 बस्ने 5 बीर थुलुङ राई। के थुलुङ राई भन्नुभयो? 5 बीर थुलुङ राई। 5 बीर हजुर। अच्छा, 5 बीर थुलुङ राई। हजुर। मैले हजुरले यो महान कार्य सुरु गर्नुभएछ, यसो मैले पनि यसो आनसुकी पठाउने मन गरेर मैले धेरै दिन हजुरसँग चाहिँ सम्पर्क गर्ने कोसिस गरेँ। हजुरलाई कार्तिक महिनाको 8 गते जुरेको थियो कि 5 बीरजी, बुझ्नुभयो नि? धेरै अगाडिदेखि प्रयास गर्नुभयो। आज तपाईँले चाहिँ आजको लागि तपाईँको यो किन मिल्दैछ भन्दा हजुरको भगवानको कृपा नै आजको दिनको लागि थियो। ल भन्नुहोस्, हजुरले के गर्नुहुन्छ राईजी? हजुर, मैले अस्ति 5 गतेको दिन त्रिशुल निर्माणको लागि मैले रूपान साहेब 10 रुपियाँ हजुरको खातामा पठाएको थिएँ। अनि र त्यसपछिबाट मैले तिनीहरू चाहिँ मेरो पितृहरूको उद्धारको लागि र मेरो पितृहरू चाहिँ बुबा गोर्धन राई, मम्मी धुरन माया राई, दाजु ठुलाधन राई, भाउजू सेतीमाया राई र दाजु रणबहादुर राई र मेरो श्रीमती नजुरमाया राई, दाईमाया राई र भाउजू बरमाया, भाइ मणिकुमार र मीरमाया अनि नातिनी हेमन्तको उद्धार होस् भनेर मैले रु 510 रुपियाँ पठाएको थिएँ। अब फेरि बत्ती बाल्नको लागि अनि मेरो सन्तानहरू, मेरो छोराहरू, बुहारी कालुमा अनि नातिनी घनकुमारी, नातिनी धनमणि राई, नातिनी उसके जति नातिनी सङ्गीता राई, नातिनी इन्दिरा राई, नातिनी तेजिन्द्र, नाति भागविराज र नातिहरू तेज नारायण र पारुहाङको भविष्य उज्जवल होस् भन्ने कामना गरेर रु 510 मैले बत्ती बाल्नको लागि पठाउने गरेको छु। हस्, ओम नमः शिवाय। हजुरको जय होस्, मङ्गल होस्, कल्याण होस् है त। अर्को मेरो भतिजा बुहारी कालुमा उसले राजकुमारीले रु 1000 रुपियाँ त्रिशुल निर्माणको लागि र 500 रुपियाँ बत्ती बाल्नको लागि पठाउने विचार गरेको छु। यो चाहिँ पठाएको छैन। मैले 510 पठाउनु मैले पनि त्यो पठाएको छैन र आज हजुरको खातामा जम्मा 2010 पठाउने विचार गरेको। अवश्य पनि हजुरको अर्को कसको भन्नुभयो? नाम भन्नुहोस् त फेरि। भतिजा बुहारी राजकुमारी राई, थुलुङ राई। राजकुमारी थुलुङ राई। हजुर। अच्छा, उहाँले त्रिशुल निर्माणको लागि 1000 बत्ती बाल्नको लागि 500 1000 र बत्तीको लागि 500। हजुर। र पितृहरू चाहिँ उहाँहरू नै हुन्। तुलाधन, सेतीमाया, हजुर, अनि गोर्धन बाजे ससुरा, हजुर, बाजे ससुरा जुडनमाया राई, हजुर। अब उसको ससुरा तुलाधन, उसको सासू सेतीमाया, हजुर, र उसको बुबा जसबहादुर राई र लालसरी राई पितृहरूको उद्धार होस् भनेर र यतापट्टि हाम्रो के अरे नाति के अरे उसको छोरा बलाचादी राई, बुहारी लक्ष्मी राई, नाति नाति चाहिँ हजुर, नाति चाहिँ लालधन राई। अच्छा,
थुलुङ राई यिनीहरूको भविष्य उज्जवल होस् भनेर बत्ती बाल्नलाई 500 पठाएको हवस्, हुन्छ। आरतीको लागि पनि र त्रिशुलको लागि पनि सेवा गर्नुभयो, धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो थुलुङ राईजी हुनुहुन्थ्यो सोलुखुम्बुबाट, दर्शकवृन्द। उहाँले जे आँट्नु भएको छ त्यो सम्पूर्ण पुरा होस्, जय होस्, मङ्गल होस्, कल्याण होस्। अर्को पनि कोही व्यक्ति हुनुहुन्छ टेलिफोन सम्पर्कमा?